स्कुलका शिक्षक किन सडकमा? के हो माग, के छन् मुद्दा? शिक्षकको तलब मासिक 15,000 मात्र, प्रधानाध्यापक भत्ता मासिक 200, दैनिक मसलन्द खर्च 8 रुपैयाँ 21 पैसा। नमस्कार, म हुँ नेपाल प्रकाश अधिकारी। जब विद्यालयीय तहको शैक्षिक गुणस्तरको कुरा आउँछ तब शिक्षकमाथि नेपाली बुद्धिजीवीदेखि नेतासम्म एक पक्षीय ढङ्गले खनिन थाल्छन्। शैक्षिक गुणस्तरलाई एसईको नतिजासँग जोड्दै नतिजा कमजोर हुनुमा एकमात्र दोषी शिक्षकलाई देखाउन उनीहरूले भर मकदुर प्रयत्न गरिरहेका हुन्छन्। हो, मूल रूपमा विद्यार्थीको गुणस्तर शिक्षकमा नै भर पर्दछ, तर शिक्षकमा मात्र चाहिँ होइन भन्ने तथ्य तिनले बुझ्दैनन् या बुझे पनि नबुझे झैँ गर्छन्। विद्यालयमा पर्याप्त विषयगत दरबन्दी छ कि छैन? शिक्षक विद्यार्थी अनुपात के छ? कस्ता कस्ता आर्थिक, सामाजिक तथा भाषिक पृष्ठभूमि भएका विद्यार्थीको बाहुल्यता छ? शिक्षक अनुगमन, मूल्याङ्कन र प्रोत्साहन कस्तो छ? दक्ष र प्रतिभावान शिक्षक भित्र्याउने सरकारको पछिल्लो रणनीति के छ? यस्ता यावत प्रश्नप्रति लाग्छ कोही कसैको चासो छैन। त्यति मात्र होइन, अस्थायी प्रकृतिका शिक्षकहरूको पेशागत असुरक्षा, समान तहमा फरक फरक सेवा सुविधाका थरीथरीका शिक्षकको उपस्थिति, बढ्दो महँगी र न्यून वेतन, अभिभावकका कमजोर आर्थिक अवस्था तथा न्यून चेतना जस्ता पक्षले शिक्षकको मनोविज्ञानसँगै कार्यक्षमतामा समेत प्रभाव पार्दछन्। यस्ता गम्भीर विषयप्रति मास कन्जुम्सन अर्थात् सार्वजनिक खपतका लागि बोलेका बेला नेपाली विद्वानदेखि नेतासम्मले खासै हेक्का पुर्याएको पाइँदैन। यस भिडियो मार्फत विद्यालय शिक्षा क्षेत्रमा शिक्षक बाहेक अन्य स्रोतबाट थोपरिएका विसङ्गति, अव्यवस्था र टिठलाग्दो अवस्थाका केही प्रतिनिधि उदाहरणका बारेमा जानकारी दिने प्रयत्न गरिएको छ। अव्यवस्था नम्बर 1, मासिक तलब 15,000 कसरी चलेको होला शिक्षकको घरबार? घर बलियो हुन जग बलियो चाहिन्छ। विद्यालय शिक्षाको जग मानिने अनि योग्य र तालिम प्राप्त शिक्षकले शिक्षण गर्नुपर्ने बाल विकासमा पढाउने शिक्षकको तलब कति होला? अनुमान लगाउनुस् त। 35,000, 45,000 वा त्योभन्दा माथि? यदि साँच्चै यस्तै सोचिरहनु भएको छ भने वास्तविकता थाहा पाउँदा तपाईँ अचम्ममा पर्नुहुनेछ। यस्तो महँगीको जमानामा सरकारले महिनाको 15,000 दिएर शिक्षित जनशक्तिको हदैसम्म श्रम शोषण गरिरहेको छ। छोराछोरीको पालन पोषण र शिक्षा दीक्षा, बाबाआमाका बेथा बिमार, गाउँमा रहेका भाइ बहिनीका बिहेदान, चाडपर्व र मनोरञ्जन खर्चको व्यवस्थापन गर्नुपर्ने भारले थिचिएका शिक्षकले दिनभर उभिएर मिहिनेत साथ पढाइरहेकै देखिन्छन्। बाल विकासका शिक्षकले यति न्यून तलबमा कसरी घरभर चलाउलान्? 15,000मा दिनभरि जोतिन तयार बिरलै शिक्षकका मात्र सहर बजारमा निजी आवास होलान्। कल्पना गर्नुस् त, 15,000 तलबले एउटा फ्ल्याटको भाडा पनि तिर्न पुग्दैन। यस्तो आर्थिक अभावबाट गुज्रिएको मनोविज्ञान बोकेर शिक्षकले कसरी पढाइरहेका होलान्? यस्ता विषयमा शैक्षिक गुणस्तरका बारेमा बहस पैरवी गर्नेको मुखबाट तातो बाफ पनि निस्कँदैन। अहिलेको आन्दोलनले यसको उत्तर खोजेको छ। उत्तर अर्थात् ओठे जवाब होइन, हाताहाती नगदमा सम्बोधन हुनुपर्ने अहिलेको निर्णायक भनिएको शिक्षक आन्दोलनको माग छ। अव्यवस्था नम्बर 2, राज्यको तरिका, शिक्षक 10औं थरीका। विषम 2048-49 सालदेखि कक्षा 11-12मा अध्यापन गर्ने शिक्षकहरू अहिलेसम्म पनि अस्थायी प्रकृतिका नै छन् भन्ने कुरा तपाईहरू धेरैलाई विश्वास नलाग्न सक्छ।
जीवनको उर्वर समय स्कुलमा बिताएका साविक उच्च माविका अधिकांश शिक्षकहरू रित्तो हात घर फर्किसके। थुप्रै विद्यार्थीलाई नेता, डाक्टर, इन्जिनियर, प्रशासक र बैंकका मालिक बनाएका ती वरिष्ठ शिक्षकहरू बुढेसकालको खर्च कसरी व्यवस्थापन गरिरहेका होलान्। त्यति मात्रै होइन, वर्षौंदेखि राहत, शिक्षण सिकाइ अनुदान, ECD, प्राविधिक तथा विशेष धारका शिक्षक लगायत थुप्रै अस्थायी प्रकृतिका शिक्षकहरूले पेशागत स्थायित्व बिना पढाउनु पर्दा के शिक्षण सिकाइमा प्रभाव पर्दैन? सबै स्कुलमा विषयगत दरबन्दीको व्यवस्था गर्ने, अब एकै खाले शिक्षक नियुक्त गरी शिक्षकमा उत्साह थप्नुपर्छ भन्नेमा न सरकारको ध्यान पुगेको छ न त सरोकार अलाको ज्ञान। अव्यवस्था नम्बर 3, माविको दैनिक मसलन्द खर्च 8 रुपियाँ 21 पैसा। 5-7 जना परिवार संख्या रहने घरको बत्ती, पानी, बिजुली, रङ रोगन तथा मर्मत सम्भार गर्न कति खर्च चाहिएला हामी सबैलाई थाहा नै छ। त्यसो भए यो पनि थाहा पाइराखौँ, 1000-2000 जतिसुकै विद्यार्थी पढुन्, ती विद्यालयका लागि सरकारले दिने भनेको मसलन्द खर्च बापत वार्षिक 30,000 अर्थात् दिनको 8 रुपियाँ 21 पैसा हो। अब हिसाब गरौँ त, एउटा मार्करको मूल्य 60 रुपियाँ पर्न जान्छ। धेरै फेयरिस त दिनै परेन। सयौं विद्यार्थीले प्रयोग गर्ने शौचालय सफा गर्न कति हर्पिक चाहिएला। सरकारले मर्मत सम्भारका लागि पर्याप्त बजेट पनि दिँदैन। अव्यवस्था नम्बर 4, नकचरो सत्ता 200 रुपियाँ प्रको भत्ता। बढ्दो महँगीको सन्दर्भमा नेपालका निजामती कर्मचारीका लागि पनि तलब भत्ता सेवा सुविधा कमै हो। तर पनि तपाईको टोल छिमेक सडक चोकमा कहिलेकाहीँ सेतो प्लेटका गाडी आएर हाकिमहरू ओसारेको देख्नुभएकै होला। सेना प्रहरीतर्फ उपल्लो तहका जनशक्तिले पनि गाडी सुविधा उपभोग गरिरहेकै छन्। दिनमा 10 जना सेवाग्राहीलाई सेवा नपुर्याउने हुलाक सेवामा पनि हाकिमका लागि गाडी तैनात हुन्छन्। तर कुनै नमुना विद्यालयको सामर्थ्य भए पनि प्रहले गाडी चढ्न पाउँदैनन्। भइगो जमिन छाडेर कल्पनाको उडान नभरौँ। मैले यहाँ तपाईलाई सूचित गर्न खोजेको रोचक तथ्य चाहिँ प्रको भत्ताका सम्बन्धमा हो। हजारौं विद्यार्थीलाई शिक्षित दीक्षित तुल्याउने प्रधान अध्यापकलाई सरकारले तोकेको मासिक भत्ता प्रावि, साविक, निमावि र माविका लागि क्रमशः 200, 300 र 500 मात्र हो। बिचरा विभिन्न योजनाका फाइल बोकेर स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म धाउन पर्छ नै। समुदायमा हुने पर्व तथा उत्सवमा विद्यालय प्रमुखका रूपमा उपस्थित भएर विद्यालय समुदाय सम्बन्ध सुमधुर बनाउन पर्ने नै होला। टोल समुदायका स्थानीय सङ्घ संस्थाले 2-4 हजार सहयोगको अपेक्षा गर्दा हुन्। ल भन्नुस् त, 200 रुपियाँ भत्ताले विद्यालयको कार्यकारी वा प्रशासन प्रमुख कुन उत्साहले काम गरिरहेका होलान्? कक्षा 12 सम्म आफ्ना बाबु नानी पढ्ने विद्यालयको प्रहलाई हरेक दृष्टिबाट शक्ति सम्पन्न बनाउनुपर्छ भनेर सचेत अभिभावक र बुद्धिजीवीले समेत बोलेको सुनिँदैन। अबको आन्दोलन सबै पक्षबाट बलियो प्र बनाउन पनि हो भनिरहेका छन् शिक्षकहरू। अव्यवस्था नम्बर 5, आकर्षण छैन कत्ति, न छ तहगत बढुवाको पद्धति। शिक्षण पेशामा युवाको आकर्षण लगभग शून्य प्राय छ। नेपाली सेनामा जवानबाट सेवा प्रवेश गरेको व्यक्ति भोलि क्याप्टेन भएर सेवा निवृत्त हुन्छ। एकजना खरदार समय बित्दै जाँदा अधिकृत बन्छ। तर अधिकांश शिक्षक जुन तह र श्रेणीबाट प्रवेश गरेका हुन्, सेवा अवधिभर उही तह र श्रेणीमा बिना प्रोत्साहन काम गर्न बाध्य छन्। एउटा शिक्षक जतिसुकै योग्य, क्षमतावान र तालिम प्राप्त भए पनि अहिलेको नियमअनुसार माथिल्लो तहमा बढोत्तरी हुन सक्दैन। यसपटक आवधिक तथा तहगत बढुवाको माग उच्च स्वरमा उठिरहेको छ आन्दोलनमा। उदाहरणका लागि
साबिक निम्न माध्यमिक तहका अङ्ग्रेजी पढाउने शिक्षकको बढुवा हुँदा राम्रै रकम वृद्धि भए पनि उनले माध्यमिक तहमा पढाउन मिल्दैन। बढुवासँगै शिक्षकहरूले माथिल्लो तहमा अध्यापन गर्ने भएपछि तल्लो तहमा शिक्षक नियुक्त गर्दा सरकारलाई व्यवहार पनि कम पर्न जान्थ्यो। अर्कोतिर अहिलेको नियमअनुसार स्नातकोत्तर तह उत्तीर्ण गरेर माध्यमिक तहमा नियुक्त शिक्षक बढुवा भएर विशिष्ट श्रेणीसम्म पुग्न सक्ने प्रावधान छैन। विशिष्ट श्रेणीसम्मको व्यवस्थासँगै पालिका, जिल्ला, प्रदेश र सङ्घमा रहेका शैक्षिक प्रशासनका पदहरूमा शिक्षण पेसाबाट पनि लैजाने प्रबन्ध गरिनुपर्ने लगायतका मागले शिक्षण पेसामा नै आकर्षण थप्ने शिक्षकहरूको जिकिर छ। त्यति मात्र होइन, समान तहका निजामती कर्मचारीसँग शिक्षकको उच्चतम ग्रेड सङ्ख्या समान हुनुपर्ने, शिक्षा ऐन जारी भएपछि नियुक्त शिक्षकलाई मात्र योगदानमा आधारित पेन्सन व्यवस्थामा लैजाने, विद्यालय कर्मचारी सम्बन्धी माग सम्बोधन गर्ने, संस्थागत विद्यालयका शिक्षकको तलब सामुदायिक विद्यालयका शिक्षक सरह बनाउनु पर्ने, अध्ययन अनुसन्धान लगायतका वृत्ति विकासका शिक्षकलाई विधा तथा आर्थिक सहयोग प्रोत्साहन गर्ने लगायतका माग लिएर अरूलाई कर्तव्य र अधिकारका बारेमा पढाउने शिक्षक एकपटक आफ्नो अधिकारको विषयलाई लिएर निर्णायक मानिएको आन्दोलन गर्न फेरि सडकमा निस्किएका छन्। आन्दोलन भनेर सडकमा निस्किएका शिक्षक नेताका खुट्टा आधा बाटोमा पुगेर काम्लान् वा ठुलै उपलब्धि उनीहरूले हात पार्लान् त्यो त समयले नै बताउला। मूल कुरा यो हो कि शैक्षिक गुणस्तरसँग जोडिएका मुद्दामा सबैले ऐक्यबद्धता जनाउनु चाहिँ कन्जुस्याइ गर्नु हुँदैन। सार्वजनिक होस् या निजी, शिक्षा सुदृढ भएमा मात्र देशको भविष्य उज्जवल हुनेछ। धन्यवाद।